हरे कृष्ण। तपाईहरुलाई फेरि पनि आजको यो शनिबार सत्संग कार्यक्रममा फेरि पनि स्वागत छ। अब चाहिँ हाम्रो ड्रामाको पालो रहेको छ। आजको ड्रामा चाहिँ एकदमै इन्ट्रेस्टिङ र चाहिँ एकदमै यहाँबाट धेरै कुराहरू हामी सिक्न सक्छौँ। ड्रामाको शीर्षक छ गोवर्धन डाकु। हेरौँ गोवर्धन डाकुले चाहिँ भगवानलाई कसरी प्राप्त गर्छ हैन। हाम्रो आजको ड्रामाबाट हामीले के सिक्नेछौँ भन्दाखेरिमा चाहिँ हामीमा श्रद्धा कतिको हुनुपर्छ र हामीमा यदि श्रद्धा भयो भनेपछि हामीले भगवानलाई कसरी प्राप्त गर्न सक्दछौँ यसैको बारेमा हामी आजको यो ड्रामामा हेर्नेछौँ। हेरौँ अब यो ड्रामामा के हुन्छ। हरे कृष्ण। रोलेक्स रोलेक्स मजाक छ। मान्छेको जुनी बित्ति हाल्छ यार। आइफोन हेलो मिटिङमा भोलि आउँछु म। भोलि आइहाल्छु नि। ल ए बस्नु पर्यो नि। 50 तोलाको 50 सुनेको थिएँ मैले। यहाँ गोवर्धन भन्ने डाकु आएको छ अरे। चोरी गर्छ त्यसले। फटाका आउँदो रहेछ हेरौँ न। साझा पनि भइहाल्यो। सुत्नु पर्यो अब। फेरि यो चोरिदियो भने चाहिँ त मेरो बबाल भइहाल्छ नि। यो राख्नु पर्यो राम्रोसँग मैले फेरि है त। ल सुतिहालौँ। उठिहालेछ केही छैन। धनी छु म। यसरी गोवर्धन डाकु लुक्दा लुक्दै प्रहरीबाट भाग्दा भाग्दै भगवान श्रीकृष्णको कथा गरिरहेको प्रवचन भइरहेको स्थानमा पुग्नुहुन्छ। हेरौँ गोवर्धन डाकुले त्यहाँ के कुराहरू सुन्नुहुन्छ। सबै आइसके हामी सुरु गरौँ त। आज हामी भन्छौँ कि हाम्रो भगवान कस्तो हुनुहुन्छ। भगवानले भक्तहरूलाई आफ्नो भक्तहरूलाई कसरी कृपा गर्नुहुन्छ। भगवानको कमल नयन हुनुहुन्छ। जस्तो सुन्दर मुखारबिन्दु सबै एकदम राम्रो करोडौँ सूर्यको तेज उहाँको मुखारबिन्दुमा उहाँको मुस्कुराहट। भगवानको बारेमा को सुन्छ अनि भगवानले
जीवलाई यसरी कृपा गरेर यस्तै ठाउँमा लगिदिनुहुन्छ। मेरो भगवान् कति कृपालु हुनुहुन्छ। अनु तिमीलाई थाहा छ, तिमीलाई थाहा छ कसैले भगवान्ले सुनको मुकुट धारण गर्नुभएको छ। रत्न जडी मालाहरू पहिर्नुहुन्छ, सुनका बालाहरू। अरू के पाइनुहुन्छ भन्नु त? बस भगवान्ले सुनको बालाहरू, रत्नजडी धारहरू, हातमा मुरली, यस्तो राम्रो मुकुट अनि छिटो भन्। अब के भन्नु, जति भने त्यति कम छ मेरो प्रभुको। त्यसो भए यो कृष्ण जसको सुनको कमण्डल लगाएको छ, यो कहाँ पाइन्छ? यो तिमीलाई कि जान्ने इच्छा के छ? यो त अब तिमीलाई वृन्दावनमा नै मिल्छ। किनकि त्यो कृष्णलाई मैले लुट्नेछु। कृष्णलाई लुट्नेछौ? अनि म सिद्धि प्राप्त चोर हो, गोवर्धन डाकु हो म। अच्छा, तिमीले पिएचडी गरे जस्तो छ चोरमा। सिद्धि प्राप्त, सिद्धि प्राप्त गरे जस्तो छ। अँ। हो, ठिक छ। ठिक छ, अब चोर्नै चाहन्छौ भने वृन्दावनमा प्रयास गर। अब उसले त पुरै ब्रह्माण्डलाई नै मोहित गर्छ। जल्दी बोल भाइ, कल्चुबे पनवेल निकल्नु। ठिक छ, प्रयास गर, केही छैन, प्रयास गर। अब त्यति नै भन्छु भने जाऊ अनि यो मिश्री ल्याऊ। त्यसले तिमीलाई भन्नै पर्दैन, आफै स्वयं। धन्यवाद, धन्यवाद। अब त्यो कृष्णलाई लुटेपछि जिन्दगीभरि बसी बसी खाने हो। भोलि क्लास सुरु। यसरी गोवर्धन डाकुले भगवान श्रीकृष्णले सुनहरू मुकुटहरू धारण गर्नुभएको छ भन्ने थाहा पाएपछि भगवान कृष्णलाई लुट्नको लागि वृन्दावनमा जानुहुन्छ। हेरौँ अब वृन्दावनमा कस्तो कस्तो हुन्छ। ल है साइला, अब गाई बस्तु पनि यतैतिर छोडौँ, हामी चाहिँ माथि डाँडातिर गएर घाम तापौँ, त्यही गीत गाउँ है। तिमी गीत गाउँ है। ल आऊ ल। पैया गुडान लाग्या बम्बई जाने रेलगाडी खा, पैया गुडान लाग्या अब छुटान लाग्या पहाडका डाँडाको नाम छुटान लाग्या। कठै कठै याकै छैन धोती मैलै धोइली। होइन, यो वृन्दावन पुग्ने बित्तिकै यो कौलाको जस्तो कसले गाइरहेछ? कस्तो हुँदा ए गोठाला के यो वृन्दावन हो? वृन्दावनमा त बाँसुरी बस्छ भन्थे, यहाँ त कौलाको जस्तो स्वरमा गीत गाइरहन्थे मेरो। म गोवर्धन डाकु। अनि यहाँ त्यो कृष्ण भन्ने कहाँ पाइन्छ? त्यो कहाँ छ? अरे कमेटी में कृष्ण कौन कृष्ण? त्यो के त्यसले के भनेको थियो? त्यो बाँसुरी बजाउने बेला सुनको त्यो त्यो के त्यो गहना लगाउने वाला, कमण्डल लगाउने वाला, त्यो सानो सानो पुच्छे एकदम सुमधुर बाँसुरी बजाउने वाला। वाट? त्यो भगवान श्री कृष्ण? भगवान? अरे भाइ साहब, त कुन दुनियाँमा छस्? भगवान श्री कृष्णले त 300-400 वर्ष अगाडि यो पृथ्वी छोडेर गइसक्नुभयो। अहिले आएर भगवान श्री कृष्ण बरु भगवानलाई खोज्नुभन्दा कतै मानसिक हस्पिटल खोजेर जाऊ, त्यतै कल्याण हुन्छ। छैन हाम्रा तिमीले चिनेको छैनौ मलाई? कसले यस्तो यो पागल गोवर्धन डाकु, तिमीलाई पनि लुट्दिन्छु म।
हेप्छौ मलाई भाइ वृन्दावन आज त म कृष्णलाई लुटेर जाने हो चोरहरूमा सिद्धि प्राप्त चोर हो गोवर्धन डाकु गोवर्धन कहाँ छ त्यो कृष्ण अब ए कृष्ण 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 कहाँ छ कृष्ण ओ कृष्ण कृष्ण ओहो र यसरी गोवर्धन डाकुले जबसम्ममा कृष्णलाई भेट्दैन तबसम्म खाना पनि खाँदैन पानी पनि पिउँदैन भनेर भोक भोकै वृन्दावनमा जताततै कृष्णलाई खोज्नुहुन्छ। हेरौँ गोवर्धन डाकुले अब कसरी भगवानलाई खोज्दै जाँदैछ। कृष्ण तिमी कहाँ छौ कृष्ण अब त ममा उभिन सक्ने शक्ति पनि छैन ममा अब बोल्न सक्ने शक्ति पनि छैन कृष्ण तिमी कहाँ छौ तिमी मेरो सामु आइदेऊ जबसम्म तिमी मेरो सामु आउँदैनौ तबसम्म म मेरो प्राण गए पनि यो वृन्दावन छोड्ने छैन म खाना पनि खाने छैन त्यसैले कृष्ण तिमी आऊ मलाई तिमीलाई लुट्नु छ म लुट्न भनेर साह्रै लामो यात्रा गरेर आएको छु मलाई दर्शन देऊ हे कृष्ण हे कृष्ण दर्शन देऊ मलाई हे कृष्ण दर्शन देऊ हे कृष्ण को हो तिमी को हो म कृष्ण तिमी कृष्ण हो साँच्चै तिमी कृष्ण हो मै हो कृष्ण हो तिमी त अति सुन्दर छौ अब तिमी आयो अब म तिमीलाई लुट्छु मैले तिम्रो लागि तपस्या गरेको छु मैले खाना पनि खाएको छैन अब मलाई लुट्नु छ मलाई सबै घर गर्नेहरू थियो ए तिमीले मलाई लुट्नलाई बोलाएको अँ हो लुट त कसरी लुटो वाला कसरी लुटुमा लुट्न दिएको हुन्छ पुत्र पुत्र गरेर गरेछु कसरी लुटु लुटो हजुर तिमी उभिएर पनि उठ्न सक्छु म तिमी पुत्र पुत्र गरेर गरे हुन्छ थाकिसके म कथा भन्ने मान्छेले कृष्णलाई मिश्री दिनु भनेको थियो अब यसलाई के मिश्री दिनु पर्यो त्यसपछि भनेको मान्छ होला कृष्ण हेर त हेर 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 मैले तिमीलाई के ल्याएको छु हेर त हेर मिश्री देख्यौ यो खा आउनु पर्यो
भोक लागेको छ। खाऊ, खाऊ। खाऊ। मिठो छ नि? मिठो छ? के भयो? के भयो? हे जगत पिता, हजुर चाहिँ भगवान हुँदो रहेछ। म अज्ञानी, यो डाकुलाई क्षमा गरिदिनुहोस्। मैले अज्ञानतावश हजुरलाई चिन्न सकिनँ हे प्रभु। म यो गोवर्धन डाकु, यो पतितलाई क्षमा गर्नुहोस् प्रभु। मैले हजुरलाई अन्जानमा लुट्न खोजेँ। हजुर चाहिँ जगत पिता, हजुर परम दयालु भगवान श्री कृष्ण हुनुहुँदो रहेछ, जसले यो सारा जगत ब्रह्माण्डको पालन गर्नुहुन्छ। यो सारा ब्रह्माण्ड हजुरको अधीनमा नै छ। म तुच्छ, हजुर यो ब्रह्माण्डको मालिकलाई कसरी लुट्न सक्थ्यो होला? ममा कसरी सोच आयो कि हजुर जगत पिता ब्रह्माण्डको मालिकलाई लुट्ने कसरी मेरो दिमागमा सोच आयो? प्रभु मलाई क्षमा गरिदिनुहोस् हे प्रभु। म हजुरको क्षमाको लायक पनि छैन। हजुरको कृपामा मात्र आश्रित छु म हे प्रभु। तिमी अब यो भौतिक दुनियाँमै कति छोड्दै बस्छौ। जाऊ, मेरो धाम जाऊ, उताबाट कहिल्यै फर्कनु पर्दैन। जाऊ, हे भगवान, हजुर कति दयालु हुनुहुन्छ। हे भगवान, हजुरको जय होस्। हरि बोल, हरे कृष्ण। कस्तो लाग्यो हजुरलाई ड्रामा? कसले के बुझ्नुभयो त्यो ड्रामाबाट भन्नुहोस् त। चोर्नुहुन्न, चोर्नु त पर्छ, तर भगवानलाई चोर्नु पर्छ, अरूले होइन। हेर्नुहोस् त, गोवर्धन ढाकुको चेतना उहाँले भगवानलाई चोर्नको लागि जानुभएको थियो। अन्तिममा के प्राप्त गर्नुहुन्छ? भगवानले नै प्राप्त गर्नुहुन्छ, भगवानको धाम प्राप्त गर्नुहुन्छ। त यो सन्देशबाट हामीले के लिन सक्छौँ भने, यदि हेर्नुहोस् त, त्यस्तो डाकु पनि त्यो भक्तहरूको सङ्गमा आउँदाखेरि अन्तिममा गएर भगवानको धाम गयो। त हजुरहरू पनि यसरी भक्तहरूको सङ्गमा आउनुभयो भने हजुरको पनि अवश्य पनि कल्याण हुन्छ। आजको ड्रामाबाट हामीले यस्तो धेरै सन्देशहरू लिन सक्छौँ। र ड्रामा टिमलाई चाहिँ एकपटक हृदयबाट नै हरे कृष्ण महामन्त्रले धन्यवाद प्रकट गरौँ, ताकि हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। श्रील प्रभुपाद की। अब चाहिँ हाम्रो के को पालो रहेको छ?